उहाँ चाहिँ अलिकति बेहोस अवस्थामा हुनुहुन्छ। उहाँले चाहिँ नि एकदम त्यस्तो चाहिँ नि लु भयो, उहाँले चाहिँ नि एकदम त्यो गाना क्या त्यो भन्छ नि त्यो परदेशमा बस्दाखेरि हुरुक्कै रुने खालको गाना चाहिँ नि उहाँले सुनिराख्नु भएको छ। उहाँ चाहिँ नि एकदम अहिले यता फेरि यता हो भाइ पनि क्यामेराम्यान के अरे खान्छ आफ्नो आफूलाई पनि देखाऊ पछाडि फर्काउ मोबाइल। भाइको नाम चाहिँ के अरे? शिव रसाइली। शिव भाइ यहाँ आऊ त। म हलेसी महादेवमा रहेको छु। सम्पूर्ण नेपाली जगतको नेपालीहरूको महादेवले पार्वतीले सुम्निमा पारुहाङले सम्पूर्ण नेपाली जगतको रक्षा गर्नुहोस्, सबैको कल्याण गर्नुहोस्। सुनानी आउँदा आउँदै मेरा भाइहरू बाटोमा भेट्यो। आइज कान्छ नाम के अरे? सञ्जीव के? सञ्जीव भाइसँग भेट भएको छ। यता शम्भु। अनि यस्तो छ है गाइज, अहिले हाम्रो खोटाङ जिल्ला र ओखलढुङ्गालाई सहुलियत भएको छ यो पुलले गर्दाखेरि यातायातमा। साथै हलेसी मन्दिर जसमा पूर्वको पशुपतिनाथ भनेर चिनिन्छ, हलेसी दर्शनको लागि पनि दर्शनार्थीहरूको लागि पनि उत्तिकै सहज भएका छन्। मनग्गै बजार भइसकेको छ। साथमा पक्की घरहरू पनि निर्माण भइसकेको रहेछ। हेर्न सक्नुहुन्छ पक्की घर पारी ओखलढुङ्गा पो यता वारी हाम्रो खोटाङ जिल्लाबाट गाडी आउँदैछ। यो खोटाङ जिल्ला पक्की घरहरू। बिहानको काठमाडौँदेखिको यात्रा थियो, बर्खा लागेको छ र बिपी राजमार्गमा पनि धेरै चाहिँ नि अहिले बाटोहरू बिग्रेको भएको कारणले गर्दाखेरि यसरी जाम भएको थियो। अनि मर्मत पनि भइरहेको छ बिचबिचमा। असाध्य अब चाहिँ शक्तिशाली भएर बाटो बनाइरहेछ, एकदम स्ट्रङ र दीर्घकालीन रूपमा बाटो बनाइरहेछ। अहिले चाहिँ अब अलिक दह्रो र नयाँ डिजाइनमा यस्तै छ। एकदम बाटो एकदम कठिन। मेरो घर खोटाङ जाए थियो काठमाडौँबाट। मान्छेहरू यसरी जाममा बस्नुभएको छ, दर्शकहरू। गाडीहरूको लाइन त देखिहाल्नु भयो। म चाहिँ बिस्तारै छिजोल्दै जाइरहेको छु किनभने म मोटरसाइकलमा थिएँ। माथि यो पुरानो बाटोहरू देख्न सक्नुहुन्छ। यो पुरानो बाटोहरू त पहिरो स्वाट्टै खाएर त अघिल्लो वर्षको बाढीले गर्दाखेरि तल्लो बाटो हुँदै बनाइरहेछ। अहिले यो चाँडै बन्छ, राम्रो बन्छ भन्ने आशा छ साथीहरू। ल अहिले समय पनि यस्तै भइरहेछ, गइरहेछ। अब लाग्नेछु म। साथीहरू यस्तो जाम थियो कि है, अलिकति जस्तै 500 मिटर अगाडिबाट फेरि उत्तिकै जाम, अनि फेरि 500 मिटर अगाडिबाट फेरि उत्तिकै जामै जाम। लगभग यो झन्डै खुरकोटसम्ममा चाहिँ कच्ची रोडै छ बाटो बिगाएर पानले। अनि नेपाल थोक एरिया हो यो। छिचोल्दै माताको बारेमा भन्नुहोस् अलिकति। माताले सम्पूर्णको नेपाली जगतको सम्पूर्णको रक्षा गर्नु होइन बाजे? सेती मातामा छु म। एकदम कठिन यात्रा छ, चर्को यात्रा छ, एकदम गाह्रो सकस क्या, एकदम गाह्रो बाटो अप्ठ्यारै छ। नमस्ते सेवा हुवा नमस्ते। अहिले म खोटाङ र ओखलढुङ्गा जोडिने यो सुनकोशी नदीको जेरम घाट भन्ने ठाउँमा आएको छु। साथमा अहिले मोटरेबल पुलमा छु म। साथमा यो पुलले चाहिँ ओखलढुङ्गा र खोटाङ जिल्लालाई जोड्ने गर्दछ। पहिला यहाँ रोड पनि देख्न सक्नुहुन्छ। रोड देख्नु यता रोड तल तपाईँ देख्न सक्नुहुन्छ। पहिले यो मोटरेबल पुल नभएको बेलामा यो रोड युज गरेर चाहिँ नि मान्छेहरूले के भन्छ अब त्यो ड्रम मार्फत अथवा ऊ बेलामा ड्रम मार्फत ऊ बेलामा चाहिँ नि भुलुङ्गे पुल मार्फत यात्रा गर्थे। जसमा अहिले चाहिँ म काठमाडौँबाट आइरहेको छु र अहिले यो दिगो पुल भएको छ। अहिले हाम्रो खोटाङ जिल्ला र ओखलढुङ्गालाई सहुलियत भएको छ यो पुलले गर्दाखेरि यातायातमा। साथै हलेसी मन्दिर जसमा पूर्वको पशुपतिनाथ भनेर चिनिन्छ, हलेसी दर्शनको लागि पनि दर्शनार्थीहरूको लागि पनि उत्तिकै सहज भएका छन्। साथमा इन्डियाबाट, तराईबाट,
विभिन्न सहर काठमाडौँबाट चाहिँ नि दर्शनार्थीहरू दर्शन गर्नका लागि पूर्वको पशुपतिनाथ हलेसी आउने गर्छन्, जसमा जयराम घाटमा अहिले मनग्गै बजार भइसकेको छ। साथमा पक्की घरहरू पनि निर्माण भइसकेको रहेछ। हेर्न सक्नुहुन्छ पक्की घर पारी ओखलढुङ्गा भयो, यता वारी हाम्रो खोटाङ जिल्लाबाट गाडी आउँदैछ। यो खोटाङ जिल्ला पक्की पुल पक्की घरहरू पनि बनिसकेको रहेछ। झोलुङ्गे पुलको अघि मैले भन्नु थिएँ, झोलुङ्गे पुल पर रहेछ। पहिले यो झोलुङ्गे पुल मार्फत हामीले चाहिँ नि मैले त गरिनँ, हामीले भन्दा पनि अरूले गर्नुहुन्थ्यो। कुबेरामा यो ट्रक मार्फत पनि गर्दा छ गाडीहरू ट्रकहरू चाहिँ त्यस्ता रहेछन्। अनि आउँदा आउँदै मेरा भाइहरू बाटोमा भेट्यो। आइज कान्छ नाम के अरे सञ्जीव के सञ्जीव भाइसँग भेट भएको छ। यता शम्भु। अनि यस्तो छ है गाइज, यात्रा गर्दा गर्दै आउँदा आउँदै यो खोटाङ र ओखलढुङ्गाको पुलको बिचमा भाइहरूलाई भेटेको छ। भाइको नाम के अरे तेरो? सञ्जीव भाइ। अनि शम्भु विक। तिमीहरूको खोटाङ कि ओखलढुङ्गा हो घर? खोटाङ जिल्ला परेछ। कहाँ नि इमासतिर जे जस्तो भए पनि मेरै जिल्लाको भाइहरू परेछ। खुसी लाग्यो। केटाहरू एकदम मनग्गे चाहिँ नि एकदम रमाइलो फर्साइलो सहयोगी भावनाको केटाहरू एकदम पोजिटिभ। यता फेरि यता हो भाइ पनि क्यामेराम्यान के अरे कान्छ आफूलाई पनि देखाऊ पछाडि फर्काउ मोबाइल। भाइको नाम चाहिँ के अरे? शिव रसाइली। शिव भाइ। अनि यहाँ आऊ त। उहाँ चाहिँ अलिकति बेहोस अवस्थामा हुनुहुन्छ। उहाँले चाहिँ नि एकदम त्यस्तो चाहिँ नि भयो। उहाँले चाहिँ नि एकदम त्यो गाना क्या त्यो भन्छ नि त्यो परदेशमा बस्दाखेरि हुरुक्कै रुने खालको गाना चाहिँ नि उहाँहरूले सुनिराख्नु भएको छ। उहाँ चाहिँ नि एकदम अहिले यो संसारमा चाहिँ हुनुहुन्न, उहाँ अर्कै संसारमा मतलब चाहिँ नि डुबेर चाहिँ नि अहिले दिइराख्नु भएको छ थकित मुद्रामा। यस्तै छ। अब यात्रा तय हुन्छ मेरो। ल मेरो भाइहरूलाई धेरै धेरै धन्यवाद, भेटेर खुसी लाग्यो। ल नमस्ते सेवा औवा। अहिले म पूर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी मन्दिरमा रहेको छु। खोटाङको यो प्रसिद्ध धार्मिक स्थल पूर्वको पशुपतिनाथ भनेर पनि चिनिने गर्दछ। यहाँ चाहिँ किराँत धर्म, हिन्दू धर्म र बुद्धिस्ट धर्मको लागि विशेष यो तीन धर्मको लागि यो सङ्गम स्थल रहेका छन्, जसमा यहाँ भगवान् महादेव, पार्वती, गणेश, विष्णुजी पनि रहेका छन्। साथमा यस मन्दिरभित्र धर्मद्वार, पापद्वार, कर्मद्वार र गर्भद्वार रहेका छन्। यो तिनवटा चारवटा द्वारहरू रहेका छन्, जसमा अहिले म चाहिँ मेन महादेवको गुफा, पार्वतीको गुफामा रहेको छु। र म भन्दा उता मुनि चाहिँ बसा गुफा भन्ने छ। तल सुरुङदेखि चाहिँ नि माथि पुरा आकाश त्यो फोडेर चाहिँ नि गरेको छ। त्यो दन्तकथा अलिकति प्रष्ट थाहा नभएको कारणले गर्दाखेरि, अलिअलि थाहा भएको कारणले गर्दाखेरि, त्यो प्रष्ट थाहा नभएको कारणले गर्दाखेरि मैले भन्न सकिनँ। र यहाँ चाहिँ विभिन्न किसिमको हाम्रा सहरदेखि लिएर विभिन्न जिल्लादेखि लिएर साथै इन्डियाबाट विशेष दर्शन गर्नका लागि हिन्दूहरू आउने गर्दछन्। यहाँ विशेष त महादेव र पार्वतीको, साथै तराईबाट यहाँ चाहिँ वर्षमा दुई चोटि चाहिँ नि मेला लाग्ने गर्दछ। एकचोटि मङ्सिरमा र एकचोटि चैतमा लाग्ने गर्दछ। र जसमा दुई मेला लाग्ने छ। भाकलहरू पनि प्रायः सबै त्यही बेलामा चाहिँ नि भाकल गर्ने गर्दछन्। ल अब अहिले म हलेसी महादेवमा रहेको छु। सम्पूर्ण नेपाली जगतको, नेपालीहरूको महादेवले, पार्वतीले, सुम्निमा पारुहाङले सम्पूर्ण नेपाली जगतको रक्षा गर्नुहोस्, सबैको कल्याण गर्नुहोस्, सबैको जय होस्, सबैको सकारात्मक बाटोमा लाग्नुहोस्। हलेसी मन्दिरको गुफा, जसमा महादेव, पार्वती, गणेश, विष्णुजी रहेका छन्। यस तीन धर्मको स्थल रहेको छ। किराँत धर्म, हिन्दू धर्म, बुद्धिस्ट धर्म रहेका छन्। र दर्शन गर्न इन्डियाबाट पनि आउने गर्दछन् दर्शनार्थीहरू, साथै तराईबाट पनि ज्यादा जाने गर्दछन्। यसमा वर्षमा दुईचोटि मेला लाग्ने गर्दछ। एकदम राम्रो छ। हाम्रो खोटाङको पहिचान भएको र खोटाङलाई चिनाउने एक धार्मिक स्थल। सबैको जय होस्, सबैको भलो होस्। श्री हलेसी महादेवले सबैको कल्याण र रक्षा गरून्। धेरै थाकिया छ। यो लैकु भन्छ है, लैकु उखु पहिले हुन्छ कारण यहाँ आई थिङ्क पुल बन्दैछ। कटेज
फर्स्ट